हेर्नुहोस् है, यो चाहिँ गाउँको ट्र्याक्टर हो नि यो। फेरि तपाईँहरूले गोरु भन्नु होला, यो गाउँमा यस्तो ट्र्याक्टर हुन्छ। प्राकृतिक सौन्दर्यताको के अरे मजा लिन यहाँ आइपुगेका छौँ। अलिअलि पढ्यो हलो छोड्यो, अलि धेरै पढ्यो थलो छोड्यो है। त्यस्तै भयो है, त्यस्तै भयो जीवन। सबैलाई नमस्ते। हामी चाहिँ अहिले यो धरानदेखि माथि भेटारबाट पनि अगाडि अझै माथि यो नाम्चे भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ चाहिँ एकदमै हरियाली, डाँडाकाँडा। यहाँ हाम्रो साथी प्रवेश राई हुनुहुन्छ। हामी चाहिँ एकदमै यो एउटा प्राकृतिक सौन्दर्यताको के अरे मजा लिन यहाँ आइपुगेका छौँ। तपाईँहरूलाई पनि स्वागत छ। यहाँ आउनुभयो भने चाहिँ एकदमै राम्रो होमस्टे बस्नको लागि, खानको लागि अर्ग्यानिक चिजहरू। यी बारीमा सागसब्जी, कोपी फलिरहेछ होइन, त्यो छ। तर हामी तल धरान बस्नुभन्दा यताको राम्रो डिसिजन भएछ एकदम। भेटार भन्दा यहाँ छुट्टै रहेछ, छुट्टै रमाइलो यहाँ न भेटार बजार भन्दाखेरि। तपाईँलाई पनि लाग्यो होला तपाईँको गाउँमै पुगेको छ। एकदम मलाई त गाउँ पुरै हेर्नु न, हरियाली कस्तो हरियाली छ त। ल हेर्नु त, बारी यो पुरा त्यो गाउँको बारीहरू के। ल हेर्नु यहाँ कोपीहरू यहाँ छ। ल हेर्नु यताउँदि एकदमै डाँडाकाँडा रमाइलो छ। ल हेर्नुहोस् है, यो चाहिँ गाउँको ट्र्याक्टर हो नि यो। फेरि तपाईँहरूले गोरु भन्नु होला, यो गाउँमा यस्तो ट्र्याक्टर हुन्छ। यहाँ चाहिँ बारी यही दुई जोडीले खन्ने गर्छन्, जोत्ने गर्छन्। अलिअलि पढ्यो हलो छोड्यो, अलि धेरै पढ्यो थलो छोड्यो है। त्यस्तै भयो है, त्यस्तै भयो जीवन। एकदमै मेरो चाहिँ गाउँको यादै आएछ सर। हेर्नु त एकदम है, हावा त्यस्तै, डाँडाकाँडा भिर पाखा हो नि। एकदमै रमाइलो ठाउँ। ल नाम्चे, यो चाहिँ भेटारभन्दा माथि नाम्चे बजारमा होमस्टे गर्नको लागि चाहिँ स्पेसल एकदमै राम्रो ठाउँ छ है। प्राकृतिकलाई चाहिँ को सौन्दर्यताको मजा लुट्न चाहनुहुन्छ भने सबै यता आउनु होला। हो ल एड्रेस छ, नाम चाहिँ सामुदायिक होमस्टे।